एभ्रिवान आजको यो जोन टेस्टको सेकेन्ड पार्ट भिडियोमा तपाईहरुलाई स्वागत छ। झन्नै करिब 6 महिनापछि मैले नेक्स्ट भिडियो लिएर आएको छु। जोन टेस्टको 500 रिभ्यू पछि यो 7500 को रिभ्यू आज लिएर आएको छु। आज सब यसको राज सबै खुल्छ, यसको एडभान्टेज यसको डिसएडभान्टेज सबै कुरा आज म भन्न गइरहेको छु। यसको एडभान्टेज के छ, यसको डिसएडभान्टेज के छ, यसको नेगेटिभ पोइन्ट के छ, यसको पोजिटिभ पोइन्ट के छ, आज सब यसको म तपाईहरुलाई छर्लङ्ग पार्दिन्छु र यो बाइक तपाईहरुलाई किन्न उपयुक्त छ कि छैन आज यो भिडियोबाट तपाईहरुले थाहा पाउनुहुन्छ। सो लेट्स बिगिन। ल फर्स्ट अफ अल आउनुस्, तपाईहरुको मेरो कति किलोमिटर कुदेको छ हेर्न म देखाइदिन्छु। अब यसको लागि चाबी चाहिँ यही नै हो हैन। यसको लागि चाहिँ चाबी के हुँदैन, यो मैले पहिलाको भिडियोमा पनि भनिसकेको छु, जुन चाहिँ एन्टी थेफ्ट मेकानिजममा बनेको छ। सो 7500 किलोमिटर कुदिसकेको छ। यहाँनिर फोकस गरिदिँदा हुन्छ, हेर्न सक्नुहुन्छ तपाईले यति कुदिसकेको छ। ल 7501 किलोमिटर कुदाउँदाखेरिको एक्सपिरियन्स के भयो भन्ने कुराहरु चाहिँ म आज तपाईहरुलाई शेयर गर्न गइरहेको छु। सो यो बाइकको पहिला सुरुमा पोजिटिभ पोइन्टबाट भन्छु हैन, अनि नेगेटिभ पोइन्टहरु के छ म त्यसपछि कुरा गर्छु। सो पोजिटिभ पोइन्ट भनेको यो बाइक तपाईको ड्युअल पर्पजको लागि छ, जुन चाहिँ अफ रोडलाई पनि भयो र अन रोड लाइट पनि भयो हैन। त्यसले गर्दाखेरि तपाईलाई चाहिँ अफ रोडमा नि एकदम कम्फर्टेबल फिल हुन्छ र अन रोडमा त अटोमेटिक हुने नै भइहाल्यो। र दोस्रो भनेको यो की यसको जुन एन्टी थेफ्ट मेकानिजम छ, तपाईले बाइक कहीँ बाहिर राखेर जाँदाखेरि पनि तपाई ढुक्क भएर बस्यो हुन्छ कि तपाईको बाइक चाहिँ चोरी हुँदैन भन्ने। यदि बाइकै बोकेर लग्यो भने त भन्न सकिदैन हैन, नत्र भने कुनै यो ह्यान्डल लक तोडेर उसले चलाएर चाहिँ लिएर जान सक्दैन। एउटा यो यसको एडभान्टेज छ। अर्को यसको एडभान्टेज भनेको यसको जुन सामानहरु पनि एकदम प्रिमियम छ हैन। सामान चाहिँ ड्युरेबल छ, जस्तै यहाँ हेर्न सक्नुहुन्छ हैन। यसको यो ब्रेक लिभरहरु है, यो क्लचको लिभर, यो ब्रेक लिभर हैन, अनि यो बटनहरु हैन, यो एकदम प्रिमियम फिल आउँछ के तपाईलाई, एकदम प्रिमियम फिल आउँछ हैन हरेक कुराहरु। अनि यसमा अर्को भनेको चाहिँ टिपिएमएस जुन टायर प्रेसर मोनिटरिङ सिस्टम छ, जसमा चाहिँ तपाईको दुईटै टायरमा चाहिँ कति हावा छ के छ भनेर यो एलसीडी डिस्प्लेमै देखाउँछ। यहाँ हेर्न सक्नुहुन्छ। यो फ्रन्टमा 213 छ, यो रियरमा 233 छ। जेनरली 250 हुनुपर्छ भनेर चाहिँ कम्पनीले रेकमेन्ड गर्छ। सो अब अर्को चाहिँ यसको अर्को एडभान्टेज भनेको चाहिँ के छ भनेदेखि यसको जुन क्र्यास गार्ड, यसको यो क्र्यास गार्डले गर्दाखेरि तपाईको यदि बाइकहरु लड्यो भने पनि यो मात्र फुट्ने हुन्छ। तपाईको यो क्र्यास गार्डले गर्दाखेरि एकदम प्रोटेक्ट गर्छ। यदि बाइक ढलिहाल्यो भने पनि यहाँनिर कहीँ पनि स्क्रैच आउँदैन। मेरो एकचोटी बाइक लडिसकेको छ, मलाई सान्तिनो गाडीले यताबाट हान्दिँदाखेरि ड्याङ्गै यो बाइक लडेको थियो र बाइक लड्दाखेरि चाहिँ यसले प्रोटेक्ट गरेको थियो। यहाँ कुनै पनि स्क्रैच केही पनि आएको थिएन, जस्ट यो फुटेको थियो बस यति मात्र। र मेरो खुट्टामा नि कुनै पनि चोटहरु आएको थिएन। यो क्र्यास गार्डहरुले चाहिँ एकदम सेफ गर्छ, जुन एकदम इन्जिनियरिङ कुराहरुमा चाहिँ एकदम ध्यान दिएर बनाएको छ। अर्को भनेको यसको जुन हाम्रो सिटिङ पोजिसन, जुन हामी यो सिटिङ पोजिसन जुन छ, यो सिटिङ पोजिसन बस्दाखेरि चाहिँ कस्तो हुन्छ भने हजुरको ठ्याक्कै तपाईलाई यो अफ रोडमा त्यो डट बाइक चलाएको जस्तो फिल हुन्छ है। किनभने तपाईको यो सिटिङ पोजिसन चाहिँ एकदमै मेन्टेन गरेर बनाएको छ, जुनले गर्दाखेरि चाहिँ तपाईको चलाउँदाखेरि राइडरको चाहिँ पोस्चर बिग्रिदैन। तपाईले यो बाइकले करिब 200 किलोमिटर चलाउनु भयो भने पनि तपाईलाई चाहिँ यो ढाड दुख्ने अनि यताउति च्यान दुख्ने
केही पनि हुँदैन हैन। तपाईले अनि यसको यूएसडी फर्क भएको कारणले अगाडि यूएसडी फर्क भएको कारणले गर्दाखेरि पनि तपाईको हातमा चाहिँ अलिअलि प्रेसर पनि केही पनि फिल हुँदैन। अलिअलि झड्काहरुमा पनि तपाईको हातमा चाहिँ प्रेसर आउँदैन। नर्मल्ली अरु बाइकहरुमा तपाईले चलाउँदाखेरि यो बाइक छोडेर तपाईले अरु बाइक चलाउनु भयो भने तपाईलाई त्यो हातमा प्रेसर आउने अलिकति पोस्चर नमिलेको जस्तो हैन यो के नमिले जस्तो हुन्छ भने यसमा चाहिँ त्यो हुँदैन। यसमा चाहिँ एकदम वेल इन्जिनियरिङ गरेको छ जुन चाहिँ जोन टेस्ट चाहिँ प्रिसाइज इन्जिनियरिङमा पनि गनिने बाइकमा पर्छ। सो यो बाइक एउटा प्रिसाइज इन्जिनियरिङको पार्टले पनि एकदम राम्रो छ। अर्को भनेको यो कट अफ सेन्सर यो हाम्रो स्ट्यान्डमा कट अफ सेन्सर छ त्यो अहिले धेरै बाइकमाहरुमा आउन आँटिसकेको छ। अर्को भनेको यसको यो स्विङ आर्म जुन यो देख्न सक्नुहुन्छ यो स्विङ आर्म यो यति बवाल छ कि हैन तपाईले प्राय बाइकहरुमा यस्तो देख्न सक्नुहुन्न हैन। यो स्विङ आर्मले गर्दाखेरि अनि यसको यो एक्जस्ट जुन छ हैन एकदम प्रिमियम लुक्स देखाउँछ हैन। अनि सस्पेन्सन पनि एकदम त्यस्तो बवाल भन्दिन हैन जस ठिकै छ तपाईलाई जस एज कम्पेयर टु 150 सेगमेन्टको अरु बाइकमा हैन यो यसको सस्पेन्सन मलाई चाहिँ ठीक लागेछ है। अब यसको पोजिटिभ पोइन्ट भनेको लगभग यही नै भइहाल्यो हैन। तपाईको कम्फर्टेबल बाइक एकदम हैन। तपाईलाई एक्लै टुर गर्नुहुन्छ भने यो बाइक एकदम कम्फर्टेबल छ है। तपाईको लगभग 200 किलोमिटर चलाउँदाखेरि पनि तपाईलाई कुनै पनि यो हातमा पेन हुने ढाडमा पेन हुने त्यो फिल हुँदैन। र यसको माइलेज एकदम बवाल छ। यसको माइलेजमा तपाईको यदि तपाईले 5th गियरमा 6th गियरमा 400 आरपीएम मा 4000 to 5000 आरपीएम को बीचमा चलाउनु भयो भने तपाईको यदि स्ट्रेट बाटो छ भने यसले करिब 55 to 60 दिन्छ है। अब हिलहरुमा यताउता हाम्रो एभरेज गर्दाखेरि चाहिँ मलाई जेनेरली दिएको भनेको यो बाइकले त्यही 48 to 50 को रेन्जमा दिइरहेछ। अब मैले चलाइमा भर पर्छ कहिलेकाहीँ कसरी चलाउनुहुन्छ तपाईले कतिको रफ चलाउनुहुन्छ भन्ने कुरा हो। यदि तपाईले 4500 को आरपीएम मा 5th गियरमा मजाले मेन्टेन गरेर स्ट्रेट बाटोमा चलाउनुहुन्छ भनेदेखि मजाले 50 माइलेज यसले दिन्छ मजाले त्यो भन्नै पर्दैन स्ट्रेट बाटोमा। अब हिलहरुमा यता अप एन्ड डाउन गर्दाखेरि पनि मलाई चाहिँ 48 to 50 को माइलेज दिइरहेछ। एउटा चाहिँ यसले के चाहिँ भइरहेछ भने एकचोटी ट्याङ्की फुल गरिसकेपछि खासै तेल चाहिँ छ कि छैन तेल सकिरहेछ भन्ने चाहिँ मनमा चाहिँ फिलिङ आउन छोडिसकेको छ है मलाई। त्यो चाहिँ छ माइलेज एकदम राम्रो छ। अनि यसको पावर पनि राम्रो छ। यसको 150 सेगमेन्टको अरु बाइकको एकदम छिटो पावर डेलिभरी गर्छ हैन त्यो पनि राम्रो छ। अनि अर्को यसको पोजिटिभ पोइन्ट धेरै भयो जस्तो छ है पोजिटिभ पोइन्ट। अनि अर्को सर्भिस लाइफ टाइम फ्री छ एउटा त्यो पनि पोजिटिभ पोइन्ट हो यसको है। अब धेरै पोजिटिभ पोइन्ट भयो है। अब यसको नेगेटिभ पोइन्टतिर चाहिँ के छ भन्ने कुरा चाहिँ म तपाईहरुलाई लान्छु है। अब नेगेटिभ पोइन्ट चाहिँ हैन यसको सामान के गरी बिग्रियो भने हैन लगभग पकेट चाहिँ रित्तिन्छ नि। मेरो यो क्र्यास गार्ड मात्र यसको यो डल्लोलाई मात्र मैले अराउन्ड 3500 तिरेको छु यो डल्लोलाई मात्र है। प्राइस चाहिँ लास्ट महँगो छ है। अब यो मिरर छ नि यो मिरर यो हुन त्यो 360 रोटेसन छ है यसको 360 रोटेसन छ तर यो 360 रोटेसनले खासै मलाई चाहिँ केही उ गरे हैन हैन। यो 360 रोटेसन यो मिररको 3000 पर्छ है। एउटा साथीको यो मिरर फुटेर भन्नुभएको थियो है यो मिररको चाहिँ 3000 भन्नुभयो के रे पर्यो भन्नुभएको छ है। सो अस्ति एउटा साथीको यो हुन्छ नि ब्रेकको यो बाङ्गेको मात्र थियो हैन यो बाङ्गेको मात्र थियो अलिकति यो बाङ्गेको थियो त्यो लडेर हैन। अब त्यो यहाँनेरि चाहिँ जुगाड भन्ने कुरा गर्दिदैन है। यो त बाइकको सोरुममा तपाईको अलिकति बाङ्गे पनि यो फेर्नै पर्छ त्यो चाहिँ साह्रै मजा आउँदैन हैन। अब नेपालीहरुको काम नेपालीहरुले भनेको त अलिकति जुगाड गरेर गरिन्छ नि त। अब यतिको 3500 उसले तिरेको थियो के यसको यो लिभर यो मात्र यसको। सो प्राइस चाहिँ सुन जोखे जस्तै छ है बाइकको पार्ट्सको है। अब त्यो चाहिँ अब मार्केटमा कम्पिटिटर्सहरु धेरै आइसकेको छ हैन। अब एक्सपल्स 210 आउँदैछ हैन। अब आइरन मङ्कले अब यस्तै पार्ट्सहरु महँगो गर्ने हो भने चाहिँ अब यो बाइकलाई चाहिँ अब हुन्छ नि धेरै गाह्रो छ हैन। चलाइन्जेल केही समस्या भएन हैन। अब सर्भिसिङ कस्टहरुमा तपाईको हेर्ने हो भने नर्मल्ली मोबिलको तपाईको लिक्विड मोलीको हाल्दिन्छ
लिक्विमोलीको मोबिल हाल्दाखेरि हजुरको एराउन्ड 1950 समथिङ पर्छ, 1 लिटरको मोबिल जान्छ 1950 पर्छ सर्भिसिङ कस्ट। अनि त्यसको यो मोबिल फिल्टर यहाँ एउटा त्यो चेन्ज गरिदिन्छ। नर्मल जेनरल सर्भिसिङमा चाहिँ 2400 जस्तो आउँछ है, केही नफेर्दा पनि। यदि तपाईँको ब्रेक प्याडहरू यताउता फेर्नु पर्यो भने चाहिँ एकदमै महँगो पर्छ। अनि यसको सामान चाहिँ भ्यालु फर मनी छ कि छैन नि म भनिदिन्छु। कति कुराहरू चाहिँ यसको सामान भ्यालु फर मनी पनि छ, कति चाहिँ तपाईँलाई एकदम वेस्ट लाग्छ क्या, बकवास लाग्छ कि बेकार हालिछु, हाल्नै मन नलाग्ने जस्तो लाग्छ कि। फर इक्जाम्पलको लागि यो मिरर, मलाई मिरर चाहिँ मनै परेको छैन होइन। एउटा किन मन परेको छैन, एउटा चाहिँ यसको जुन भिजिबिलिटी हुन्छ नि, अब यत्रो इन्जिनियरिङमा बनाइसकिसकेपछि बाइकको एउटा यो मिररमा चाहिँ कसरी कमी गर्यो जुन टेस्टले, मलाई त्यो चाहिँ अचम्म लागिरहेछ होइन। यही भिडियो मार्फत होइन म चाहिँ अब यो मिरर चाहिँ म एकदम रेकमेन्ड गर्दिनँ कि। यसको जुन जस्ट सोको लागि मात्र जस्तो लाग्छ कि भिजिबिलिटी योभन्दा त N150 को त्यो पल्सरको मिरर कति बबाल लाग्छ कि मलाई। अब प्राइस पनि त्यस्तै कि महँगो फेरि 3000 होइन। सो यो मिररको चाहिँ मलाई भ्यालु फर मनी नै लाग्दैन, यो चाहिँ जस्ट वेस्ट लाग्छ है। तपाईँलाई पनि डम लाग्छ होला जोन्टेस युजरहरूको लागि। अनि अर्को यसको जस्तै यो सामानहरू यो 3000 वर्थ इट छ त होइन, मलाई चाहिँ लाग्दैन वर्थ इट छ जस्तो लाग्दैन है अब यो यस्तो सानोतिनो सामानको होइन। अनि अर्को म के भन्न चाहन्छु भने सानोतिनो अब बाङ्गेको ओरेको कुराहरू चाहिँ जुगाड गरेर पनि मिलाइदिन रिक्वेस्ट गर्छु म आइरन मङ्कलाई। किनभने अब युज मनी हो नि त होइन, 3000 भनेको यतिको लागि 3000 तिर्ने भनेको त युज मनी हो। नर्मल्ली अरू बाइकमा तपाईँको 400-500 मा आउँछ यो होइन। अनि हामीले यो बाइकसँग कम्पेयर गर्ने भनेको ड्युकसँग हो, ड्युकको भन्दा बढी प्राइस महँगो छ होइन कति पार्ट्सहरू। अनि अझ ड्युक योभन्दा महँगो छ होइन, लगभग एराउन्ड 50-60 हजारले महँगो होला, तर सामान चाहिँ ड्युकको भन्दा यसको बढी महँगो छ क्या। त्यो चाहिँ खोइ के हो मैले पनि बुझ्न सकेँ होइन होइन। सामानलाई चाहिँ एकदमै महँगो छ है, सामान चाहिँ तपाईँको केही बिग्रियो ओऱ्यो भने चाहिँ गाँड फुट्छ लास्टै महँगो छ। अनि अब यसको सर्भिस सेन्टरमा अब फ्री सर्भिसिङ छ होइन, लाइफ टाइम फ्री सर्भिसिङ छ है। अब फ्री सर्भिसिङ त छ, तर त्यही हो फ्री सर्भिसिङ भनेपछि चाहिँ फ्रीको कुराहरू भने त्यस्तै छ, ठिकै छ। अब 10 मा 5 दिन्छु है म चाहिँ। अनि अर्को भनेको यसको यदि यो बाइक तपाईँले चाहिँ जेनरली तपाईँहरू धेरैजना 2 जना चढ्नुहुन्छ, 2 जनाको लागि हो भने चाहिँ यो बाइक चाहिँ तपाईँहरूको लागि चाहिँ एकदम प्रब्लम हुनेवाला छ। 2 जनाको लागि चाहिँ यदि 2 जना चढ्ने हो भने यदि तपाईँको पछाडिको मान्छे चाहिँ 55-60 अथवा 65 केजी म्याक्सिमम 65 केजीसम्मको हाइट 5'5" जति हाइट भएको मान्छे हो भने चाहिँ तपाईँलाई एकदम कम्फर्टेबल हुन्छ यो है, चलाउँदाखेरि पनि कम्फर्टेबल हुन्छ। यदि तपाईँको यहाँ चाहिँ 70-75 वेटको मान्छे 75 को वेटको मान्छे र अलिकति हाइटको मान्छे बस्यो भने चाहिँ अगाडि बस्नेलाई पनि गाह्रो, पछाडि बस्नेलाई पनि गाह्रो होइन, एकदम त्यो चाहिँ फिल हुन्छ। सो यो चाहिँ अब सिट पनि सानो भएको कारणले गर्दाखेरि 2 जनालाई चाहिँ रेकमेन्ड भन्दा नि सिङ्गल पर्पजको लागि किन्ने हो भने चाहिँ यो राम्रो छ होइन। जस्तै तपाईँको MT-15 को पनि अब त्यो सानो सिट छ नि होइन, त्यो सिङ्गल राइडरको लागि हो। सिङ्गल राइडरको लागि तपाईँले सोचेर किन्छु भन्नुहुन्छ भने चाहिँ फेरि यो बाइक वान अफ द बेस्ट बाइक हो हेर्नु होइन। यति मजाको छ कि यो बाइक होइन। अब लुक्स नै हेर्नु न, लुक्स नै तपाईँको यस्तो प्रिमियम छ कि होइन, कहीँबाट पनि तपाईँलाई चाहिँ यो बाइक मलाई अलिकति मन नपर्ला जस्तो हुँदैन कि, एकदम प्रिमियम छ होइन। हरेक एङ्गलबाट हरेक ठाउँबाट तपाईँको उसदेखि लिएर बाइक चाहिँ बबाल छ होइन। अब कम्पिटिसनको जमाना छ, कम्पिटिसनको जमानामा अब हिरोले एक्सपल्स 210 लन्च गरिदिइसक्यो होइन। अब कति प्राइसमा लन्च गरिदिन्छ होइन। अब आइरन मङ्कले पनि अब यो पार्ट्सहरूमा चाहिँ अलिकति हेरिदिनु पर्ने हुन्छ जस्तो लाग्छ, किनभने वाइल्ड नै महँगो छ एकदमै के, त्यो सोचेको भन्दा बढी महँगो छ है। सो यसको अहिलेसम्मको रिभ्यूमा यही नै हो। अब भ्यालु फर मनी पनि छ है। भ्यालु फर मनीको कुरा चाहिँ के छ भने जस्तै ब्रेक, मलाई यो ब्रेक यसको ब्रेकमा चाहिँ मलाई एकदम भ्यालु फर मनी। यसको कति अगाडिको 2700 पछाडिको 1800 छ है, तर 1800 परे पनि एकदम भ्यालु फर मनी छ है। ब्रेक चाहिँ तपाईँको मैले पोहोरको असारमा किनेको, यहाँ देखाइदिन सक्नुहुन्छ यो एकचोटि, यो यहाँ हेर्न सक्नुहुन्छ हजुरले है। ब्रेक चाहिँ यहाँ हेर्न सक्नुहुन्छ है। अहिले अझसम्म यो हाफ छ कि यो डिस, यहाँ हेर्नु है, यो आधी पनि सकिया छैन कि। ब्रेक चाहिँ मलाई एकदम भ्यालु फर मनी, ब्रेक चाहिँ एकदम मलाई भ्यालु फर मनी लागेको छ है। यो चाहिँ अब लगभग 7500 कुदिसक्यो, 7500 कुद्दा पनि डिस्कको प्याड चाहिँ आधी पनि 50% पनि घोट्या छैन कि, अझै यो 7000 कुद्छ कि। यो भनेपछि 14-15 हजारसम्म कुद्दो रहेछ है। अब अगाडिको त्योभन्दा बढी कुद्छ है, अझ त्योभन्दा मोटो छ है।
सो यसको भ्यालु फर मनी लागेको चाहिँ मलाई यो ब्रेक चाहिँ एकदम भ्यालु फर मनी लाग्यो हो। अरू चाहिँ अब महँगै छ। अब एयर फिल्टर 1800 छ हेर्नु है, त्यो पनि महँगो हो। एयर फिल्टर पनि 1800 छ। जम्मा तपाईँको 4000 5000 कुदिसकेपछि बाइकमा फेरि हाल्नुपर्छ, 1800 हालेर फेरि हाल्नुपर्छ। अनि अरू अब यस्तै छ होइन। अब ओभरअल हेर्दाखेरि यसको नेगेटिभ भनेको महँगो भयो एउटा होइन। ओभरअल हेर्दाखेरि नेगेटिभ पोइन्ट भनेको महँगो भयो। पोजिटिभ भनेको तपाईँलाई लिन रेकमेन्ड गर्ने कि नगर्ने भनेको यदि मजा अब आरामले चलाउँछु, राम्ररी चलाउँछु होइन, म पैसा खर्च गर्छु होइन भन्नुहुन्छ भने तपाईँले यो बाइक लिन सक्नुहुन्छ। अब म चाहिँ एक्सपल्स 210 आयो भने सायद एक्सचेन्ज गर्छु होला, किनभने मलाई चाहिँ धेरै नै महँगो फिल पनि भएको छ है पार्ट्सहरू चाहिँ। सो आजलाई यति। अब यसको अरू पार्ट्सहरू चाहिँ कतिको ड्युरेबल छ के छ चाहिँ म तपाईँहरूलाई अब अर्को 7000 भयो, अब एराउन्ड 15000 जति पुगिसकेपछि म अर्को एउटा भिडियो लिएर आउँछु होइन। अब धेरै पछि लिएर आएँ यो भिडियो पनि, सबैजनाको रिक्वेस्टमा लिएर आएको भिडियो हो। सो ल अब अरू केही कमेन्टमा केही तपाईँहरूलाई केही छ भनेदेखि मलाई कमेन्ट गर्दा हुन्छ, म नेक्स्ट भिडियोमा लिएर आउँछु। सो आजलाई यति। थ्याङ्क यू, बाई बाई।